हेलो साथीहरु नमस्ते तपाईहरुलाई फेरि स्वागत छ मेरो नयाँ भिडियोमा। धेरै समय भयो भिडियो यसो युट्युबतिर हाल्नु पनि पाएको छैन। सो आज मौका मिलाएर गाउँघरको यसो भिडियोहरु बनाउने वातावरण मिलेको छ। सो अनि के छ तपाईहरुको सन्चै हुनुहुन्छ होला है। म पनि ठीक छु। नयाँ साल नयाँ दिन नयाँ काम शुभ बितोस्। यति बेला चाहिँ म आफ्नै जन्म घर अथवा आफ्नै गाउँघरदेखि अब यसो डाँडा काँडा घुम्दै भिडियोहरु बनाउने छु। भिडियोको अन्तिमसम्म हेरिदिनु होला सबैजना। सुरु गर्छु भिडियो स्टार्ट। आज हामीले खासमा प्लानिङ गरेछु यो बाटो हुँदै यो माथि उता देखिने त्यो माथिको यो टुप्पो छ नि त्यो डाँडा यस्तो हुँदै हैन यो बाटो हुँदै सिटिक्क यहाँ पुगेर यहाँदेखि हामीले उता पल्लोपट्टि पुगेर त्यहाँबाट फेरि हामी यहाँ घर आउने हाम्रो लक्ष्य छ। आज त्यही भएर घुम्न भने चाहिँ निस्केका हैन। कतिसम्म घुम्न सक्छौँ हामी। नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्नु होला हैन। यदि अब त्यस्तो साह्रो चाहिँ एक्सपिरियन्स छैन भ्लग बनाउनुमा अब र पनि ट्राई गर्दैछु के कस्तो हुँदो रहेछ भन्ने कुरा है त। ल जान त जानै पर्यो नि त हैन। हिँड्न त हिँड्नै पर्यो तर कहाँदेखि जाने भन्ने कुरा चाहिँ एक्ज्याक्ट कन्फर्म नभएको कारणले गर्दा हामी अहिले अल्मलमा परेछौँ कि यतातिर। अब ऊ भाइ चाहिँ गइसक्यो अगाडि। हाम्रो जस्ट अपोजिट भागमा चाहिँ आज मेला लागिरहेछ, चौधारी मेला। त्यहाँ चाहिँ ठाउँ ठाउँदेखि मान्छेहरू आउने, कलाकार आउने, गाउने, रमाउने हैन। दायाँ बायाँ छ। मेरो भिडियो खोइ त्यो भाइ बनाएको यार हत्तेरी। म अहिले दामी देखिरहेको छु नि त। यहाँबाट अब सूर्यको प्रकाश आइरहेछ पारीतिर। अब जात्रा भइरहेछ। त्यही हो नि त। त्यही भएर त यहाँ आइरहेको छु यार। ल हामी चाहिँ अब तल झर्ने हो ड्याङ ड्याङ पारेर। त यस्तो बाटो छ हैन। त्यहाँदेखि ल सुई ल यसरी उड्दै अब हामी चाहिँ माथिबाट तल झरिरहेको नि त अहिले। यहाँबाट चाहिँ कसरी जाने अब यस्तो छ है। रोक पहिला अब म हाम फाल्छु ल तल हाम फाल्ने हो सिधा। ओके ल तेरी अपा आयो क्यामेरा ल मोबाइल त झट्टिने समाति राख्न खुट्टा नटेक ल ल ल ल ल रेडी 1 2 3 ए ल ल ल बाप रे खतरा हो नि त। लडे यहाँ त्यहाँदेखि हाम फालिदिएको त गच्याङ्ग खुट्टा सुट्टायो भने त। माथिदेखि चाहिँ अब तल झर्नु पऱ्यो भने खुट्टा चाहिँ एकदम भाँसिन्छ होइन। अब तलबाट चाहिँ माथि चढ्नु पऱ्यो भने चाहिँ थकाइ लागिहाल्छ यार। हुन त दुःख त जहाँ पनि छ है। तर के गर्ने त ठिक छ। गाउँघरमा रमाउनुको मजा चाहिँ बेग्लै हो कसम भनेको। यो साह्रै रमाइलो त छ। अब हामी पुग्ने छौँ करिब त्यो ठाउँमा। ल ल ल यस्तो ओह्रालोमा कुद्दै यतातिर पनि बबाल भ्यू छ है केटा हो। यो चाहिँ अब नेचुरल भ्यू हो नि त। फेरि दुधारमा पऱ्यो त्यो बाटो जाउँ होइन। त्यहाँदेखि तल झरौँ। त्यहाँ रोड चढायो भने त्यो पर जाने बाटो तल जाने बाटो होइन छैन यार। ल हिँड त। त्यही हो अब छानो भएपछि दुःख पाइन्छ होइन। अब जहाँ पनि अब सहर बजारहरू अलिकति म्यापले मिस्टेक गऱ्यो भने अलिक लामो पर्छ, दुःख पाउँछ नि त। हामीले जानुपर्ने खास त्यो बाटो हो होइन। यो बाटो यो बाटो तल जानुपर्ने हो खासमा होइन। त्यहाँ जानलाई यो ठाउँमा जानलाई चाहिँ म सायद देखिरहेको चाहिँ छैन क्या। यहाँनिर कहाँनिर भनेपछि यो खेत हुँदै यहाँनिर
जात्रा सात्रा यस्तो हो। अब जात्रा सात्रा हेऱ्यो हामी चाहिँ निस्किन लाग्यो। अब जात्रा भन्ने कुरा यहाँको त अब जात्रा सकेर घरतिर हिँड्न लागेको हामी अहिले चाहिँ। त्यही हो गाइस, अब म चाहिँ नेक्स्ट भिडियो भ्लग चाहिँ तपाईँहरूलाई अर्को भिडियोमा गर्नेछु। यो भ्लग चाहिँ अहिले आजको लागि यतै टुङ्ग्याउँछु। बाइ सी यू नेक्स्ट।